and quite on TikTok. I got the lead from TikTok and hello. हेलो दाइ नमस्ते. नमस्ते सन्चै हुनुहुन्छ? हजुर सन्चै छु के होला त्यही त अस्ति हामीले डिस्कस गरेको थियौँ नि दाइ 2 बेडरुम अपार्टमेन्ट हजुरले हेर्दै हुनुहुन्थ्यो. लिइसक्नु भयो कि? अहिले फेरि छैन लिएको ए हेर्दै हुनुहुन्छ? अनि म ड्राइभमा थिएँ कि अलि एकछिनमा कल गर्न मिल्छ भने हजुर हजुर जस्ट 2 मिनट्स अफ योर टाइम किन भन्दाखेरि एकदमै हजुरको रिक्वायरमेन्ट म्याच भएर चाहिँ मैले हजुरलाई कल गरेको. अस्ति हामीले जुन प्रपर्टी हेरेको थियौँ नि त्यो भन्दा चाहिँ एकदमै लोएस्ट प्राइस पर स्क्वायर फिटमा हामीसँग 2 बेडरुम अपार्टमेन्ट आएको छ, त्यो पनि सी फेसिङ. हजुर हामीले डाउन पेमेन्ट गर्न पर्ने भनेको चाहिँ दाइ यो 2 बेडरुममा 90 लाख जति हो. मन्थली इन्स्टलमेन्ट हजुरको पर्न जान्छ 2,60,000 जति. हजुर मैले चाहिँ फेरि मेनली चाहिँ इन्भेस्टमेन्ट टाइपले चाहिँ गर्न खोजेको हो. अब रेन्टल चाहिँ मलाई मेन रेन्टल चाहिँ कति आउँछ, रेन्टल लाग्छ कि लाग्दैन भन्ने मेरो मेन की इन्ट्रेस्ट. हजुर हजुरको रेन्टल भनेको 8 देखि 9% को हो. 55 लाख जति हजुरको वार्षिक रेन्टल आउँछ. इयरली 55 लाख. हजुर अनि रेन्टलको त चिन्ता नगर्नु, रेन्टल त हामीले लगाएर दिन्छौँ हजुरलाई. 8 देखि 9% हजुरको रेन्टल मजाले आउँछ. अनि यो सी फ्रन्ट हो? हजुर हजुर सी फ्रन्ट हो विथ बीच एक्सेस. कुन ठाउँनिर रहेछ? यो चाहिँ दुबई र शारजाको बोर्डरमा हो. हाम्रो दुबई इन्टरनेसनल एयरपोर्टबाट 11 मिनट्सको डिस्टेन्समा छ अनि हाम्रो बुर्ज खलिफा डाउनटाउनबाट सिर्फ 21 मिनट्सको डिस्टेन्समा. अनि त्यो मेट्रो चाहिँ वरिपरि छ कि छैन? 10 मिनट्सको डिस्टेन्समै मेट्रो छ. हजुर त्यही त के गर्नुपर्ने होला यसको डिटेल्सहरू मलाई यसो पठाइदिनु न म हेर्छु. यसको डिटेल्स चाहिँ व्हाट्सएप गरिदिन्थेँ तर एकचोटि गुगल मिटमा कनेक्ट गर्न पाएको भए चाहिँ म हजुरलाई डिटेल्ड एक्सप्लेनेसन दिन्थेँ. भाउजूलाई पनि मिटिङमा राख्न सक्नुहुन्छ भने हजुर डिटेलै बुझाइदिन्थेँ नि त. हुन्छ नि त बहिनी, अब पठाइराख म 5 बजेतिर हेर्छु. हस् दाइ. हेभ अ गुड डे. नमस्ते. नमस्ते.